बाटोले गर्दा के अरे हिलोले गर्दाखेरिमा एकदमै जाम छ है। अन्त गाडीहरू निकै छैन के, गाडीहरू खाली छ, एकदम खाली छ। आज आजको चाहिँ रेड बल्छीको खाजा दाजुभाइ, 3 दाजुभाइ, म पनि छु है। मलाई होइन त ल फाइनली सोफा भइसकेको छ। आजको काम यही हो मेरो र हरिको। आजको एकपट्टि चाहिँ यो 6.5 फिट हुन्छ भने एकपट्टि 8.5 फिट हुन्छ। यो बिचमा सिसा बस्छ, त्यस पछाडि हाम्रो मुढा यहाँ बस्छ। त्यस पछाडि हामीले बस्नु पऱ्यो भने, बाहिर बस्नु पऱ्यो भने मुढा निकालेर बस्न सकिन्छ। हेलो गाइस, अनि यो सोफा मैले तपाईँहरूलाई किन देखाउँदैछु भने चाहिँ हामी बस्छौँ हो, किन हामीलाई सोफा चाहिन्छ भन्दाखेरि आरामदायीको लागि। त्यसको कारण त्यो कारणले हामी सबै ठाउँमा बस्न सक्छौँ, तर सोफामा चाहिँ हामी किन बस्न चाहेको सोफा भन्दाखेरि हामीले यो काम र हाम्रो बिजनेस मात्रै हामी यसमा सम्झिँदैनौँ। हामीले चाहिँ यो हाम्रो एउटा दिएको कला, एउटा हामीले सिकेर हामीले बनाएका छौँ तपाईँहरूको लागि। अर्थात् हामीले लगिसकेपछि हामीले के हाम्रो बेच्ने मात्रै होइन कि हामीले बनाएको सामानबाट मान्छे कति सन्तुष्ट छ भन्ने कुरा पनि हामीले महसुस गर्छौँ। र त्यस कारणले हामीले चाहिँ यो एकदम महँगो हाई क्वालिटीमा हामीले बेच्दैनौँ। हामी चाहिँ ठिक्क दाम, हामीले रेटमा बेच्छौँ। हामी आफ्नै कारखानाबाट चाहिँ हामीले ठिक्क दाममा बेच्छौँ, किनभने हाम्रो थोरै मेहनतको मात्रै हामी परिश्रमको दिन्छौँ भनेदेखि सोरुमवालाले चाहिँ सोरुमहरूले चाहिँ अलिकति महँगो लिन्छ। त्यसकारण चाहिँ अब चाहिँ म डाइरेक्ट मेरो बन्दै गरेको फ्याक्ट्रीबाटै म यो सामानहरू चाहिँ बेच्दैछु। तपाईँहरूलाई यदि चाहिन्छ भने म बनेको फ्याक्ट्रीबाटै म तपाईँहरूलाई दिन सक्छु, किनभने म आफै बनाउँछु। यहाँनिर हामी कतैबाट ल्याउँदैनौँ, हामी सामानहरू सबै आफै उत्पादन गरेर हामी बनाउँछौँ। यो म आफैले बनाएको हो र तपाईँहरूलाई म ढुक्कसँगले भन्न सक्छु, यो हामी बिजनेस मात्र सम्झिँदैनौँ। तपाईँहरूले लानुहुन्छ भने यो चाहिँ मेरो लागि चाहिँ यो ठुलो सहयोग हो। र यस कारणले चाहिँ म भन्न चाहन्छु, तपाईँलाई यदि चाहिन्छ भने चाहिँ सिधै सम्पर्क गर्न सक्नुहुनेछ।